पारसलाई मन परे दरबार, रिस उठे दरबार। चलचित्र परिवर्तनको ट्रेलरले सार्वजनिक भएसँगै दर्शकमाझ राम्रो चर्चा पाएको छ। ट्रेलरले पहिलो झलकमै फिल्मको टोन स्पष्ट पार्दै एक्सन, भावना र समाजपरक सन्देशलाई बलियो रूपमा प्रस्तुत गरेको देखिन्छ। ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ दमदार एक्सन अवतारमा देखिएका छन्। उनका लडाईँ दृश्य, गम्भीर हाउभाउ र संवादले कथामा विद्रोह र परिवर्तनको भावना झल्काउँछ। अर्कोतर्फ अञ्जना बराइली प्रहरी अधिकृतको भूमिकामा कडा, आत्मविश्वासी र प्रभावशाली देखिएकी छन्, जसले फिल्मलाई थप बल दिएको छ। ट्रेलरले समाजमा व्याप्त अन्याय, भ्रष्टाचार र त्यसविरुद्धको सङ्घर्षलाई मुख्य विषय बनाएको सङ्केत गर्छ। छिटो छिटो कट, पावरफुल ब्याकग्राउन्ड म्युजिक र एक्सन सिनहरूले ट्रेलरलाई रोमाञ्चक बनाएको छ। क्यामेरा वर्क र सिनेमाटोग्राफी पनि स्तरीय देखिन्छ। यद्यपि ट्रेलरले कथाको गहिरो संरचना पूर्ण रूपमा नखुलेको महसुस हुन्छ। धेरै एक्सनमा केन्द्रित भएकाले भावनात्मक पक्ष फिल्ममै कति सशक्त रूपमा आउने हो भन्ने चासो बाँकी रहन्छ। समग्रमा परिवर्तनको ट्रेलरले दर्शकको अपेक्षा बढाएको छ। सामाजिक सन्देशसँगै मनोरञ्जन दिने सङ्केत गरेको यस ट्रेलरले चलचित्र प्रेमीलाई हलसम्म तान्ने पर्याप्त आधार बनाएको छ। चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, सुभाष मेचे, हेमन्त बुढाथोकी, पुकार भट्टराई, बुद्धि तामाङ र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्देशन विजय केरुईले गरेका हुन् भने कथा तथा निर्माण दीपक शिवाकोटीको रहेको छ। पटकथा शिवम अधिकारीले लेखेका छन् भने एक्सन निर्देशन श्री श्रेष्ठले सम्हालेका छन्।